बाबा आमाको खुसीमै मेरो खुसी है। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। गाइस मैले चाहिँ बाबालाई यो जुत्ता ल्याइदिएको थिएँ नि त, अन्त ट्राई गर्नु भन्दै थिएँ हो। जुत्ता र ज्याकेट ल्याइदिएको थिएँ यो पालिको विन्टरमा चाहिँ मैले बाबालाई हो। बाबाले चाहिँ हतपत भन्नु हुँदैन कि यो चाहिएको छ भनेर हो, अन्त मैले ल्याइदिएँ। अनि गाइस म चाहिँ आफ्नै छाया हेर्दै यता पर घरतिर गएँ है। सामान पनि पुऱ्याउनु थियो नि त, अर्चनाले चाहिँ सामान पठाइदिएको थियो घरमा दिनु भनेर हो। अन्त म त्यही पुऱ्याउनुको लागि गएँ। यता गाउँ हेर्नुहोस् न, यो चाहिँ हाम्रो गाउँ एकदम माया लाग्छ गाउँको है। कोही कोही बेला आउनुपर्छ, बेसी टाइम पनि उयो गर्नु पाउँदैन हो। अन्त म चाहिँ फाइनली पुगेँ। ऊ चाहिँ मेरो भदे एउटै भदे छ नि त मेरो हो। अन्त ऊ चाहिँ अर्पणाको मम्मी, हाम्रो चाहिँ भाउजू पर्छ अर्चनाको मम्मी हो। अन्त म चाहिँ त्यो सामान दिइराखेर चाहिँ फेरि यता घर आयो। हामीले चाहिँ खाना खाएकै थिएनौँ नि त हो। अन्त अब खाना खान आँटेको, यता बाबाले खानु हुँदै थियो, अन्त आमाले चाहिँ मेरो लागि र आमाको लागि पस्किनु हुँदै थियो हो। अन्त बाबाले चाहिँ मजाले खानु हुँदै थियो। योपालि चाहिँ म अलिक बिमारी भएर आएँ नि त हो। अन्त त्यही भएर घरमा पनि मैले त्यस्तो केही कामै गरिनँ, गर्नु पनि दिनु भएन आमाले हो। अनि खानामा चाहिँ थियो मेरो बेस्ट चियाको फुल है। यो चाहिँ पुरा मनपर्छ नि त मलाई। अन्त म आउँछु भनेर आमाले राखिराख्नु भएको रहेछ हो। अन्त बनाउनु भयो। अन्त खाना खाइसकेर चाहिँ म एकछिन सुतेँ हो। अन्त सुतेको जग्गामा चाहिँ आमाले चिया र बिस्किट लिएर आउनु भएछ हो। उठो चिया खानुपर्छ भन्नुभयो हो। अन्त बिस्किट चाहिँ 3टा मात्रै ल्याउनु भएछ, मलाई 2टा दिनुभयो। अन्त आफू चाहिँ एउटा खानु भन्नु, मैले भने होइन तपाईँ 2टा खानु, म एउटा खान्छु भन्ने मान्नु भएको थिएन हो। तर हामीले चाहिँ बिस्किट कतिवटा खायौँ भने मैले एउटा आधी खाएँ, अन्त आमाले एउटा आधी खानुभयो। अनि फेरि ठिक्क आमाले चाहिँ भदैला लिएर आउनु भएछ हो। अन्त चाहिँ हेर्नु न, खुसी भइरहेको थियो। आमाले बिस्किट दिनुभएछ नि त हो। अन्त टाटा गर भन्नुहुँदै थियो, टाटै गर्नुभएको थिएन। मलाई चाहिँ पुरा मनपर्छ नि त नानीहरू हो। अन्त गाइज म चाहिँ चिया खाइसकेर चाहिँ यता इभिनिङतिर निक्लेँ साथीकोमा है। साथीलाई नभेटेको चाहिँ धेरै भएको थियो नि त मैले हो। अन्त साथीकोमा गएँ। अन्त यो दोकान चाहिँ पहिला उनीहरूको थियो नि त। अन्त म पनि आएर कति बस्छु, त्यो देखेर चाहिँ मलाई पहिलाको याद आयो हो। अनि मैले साथीको नानीलाई पनि भेटेँ। उसलाई चाहिँ मैले फर्स्ट जन्मिँदाखेरि कति दिन हुँदा हेर्नु आएको थिएँ, त्यहाँबाट चाहिँ हेर्नु आएकै थिइनँ नि त। मलाई कस्तो हेर्नु मन लागिरहेको थियो, यता बिजी उता बिजी भएर घर आएको बेलामा पनि म उसलाई भेट्नु नै पाएको थिइनँ। अन्त मैले उसलाई एकछिन काखमा खेलाएँ हो। मलाई चाहिँ नानीहरू पुरा मनपर्छ, मानिरहेको थियो मसँग पनि हो। अन्त अब चाहिँ म घर फर्केको हो, पुरा रात भइसकेको थियो। अन्त उनीहरू पनि बिहामा जानु आँटेको थियो नि त, साथीहरू पनि हो। हेर्नु न नानीलाई कति क्युट देखिरहेको छ। अन्त ऊ चाहिँ उसको निनी, अन्त ऊ चाहिँ उसको दिदी हो। अन्त जाउँ न त सँगै भने, बिहा चाहिँ उतै थियो नि त हाम्रो यता गाउँतिरै। अन्त म पनि उनीहरूसँगै निस्केँ। म चाहिँ घर गएको, अन्त उनीहरूले चाहिँ बिहामा गएको हो। अनि घर आएर चाहिँ म 100 रुपियाँ लिएर चाहिँ